नमस्ते साथीहरू, यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो अनिता ब्लग्समा। आज चाहिँ म धरानपुरमा रहेको होटल लिङ्गाबारीमा हाम्रो छिमेकी दिदीबहिनीहरूसँग आछौँ। हामी यहाँ आज छिमेकी दिदीबहिनीहरूसँग आएर रमाइलो गर्ने भनेर सल्लाह भएको थियो। त्यही भएर हामी कोही अगाडि आइसक्यौँ, निरुसा बहिनी अघि आइसक्नु भएको छ, अरू दिदीबहिनीहरू आउँदै हुनुहुन्छ, म पनि आइपुगेको छु। कस्तो दामी मोन्स्टेरा कत्रो भएको रहेछ है मोन्स्टेरा। म त पसेकै थिइनँ त, ठुलो पो रहेछ त भित्र त एरिया त है। म त यहाँ पसेकै थिइनँ। कहाँ हो हाम्रो चाहिँ? माथि टेबलमा हुँदैन र? फेरि पकाउनु खुवाएर ल्याएको घरमै कसले मागेको। जाउँ हेर्नु न। हामी चाहिँ हुन्छ लिङ्गाबारीको माथिल्लो तला। म पनि यहाँ चाहिँ आएको थिइनँ कहिले पनि, अस्ति एकचोटि हेर्नु आएको थिएँ। हामी त यहीँ पो बस्न आँट्यौँ केटाको बस्नु। बहिनी हाम्रो उयो लिइदिनुहोस् न ल। हामी त अनि यो फ्रेन्च फ्राई एउटा हजुर पिज्जा यो चिकनमा भेजमा खाँदैन काठको यो माथिको चाहिँ रियल बाँस जस्तै देखिने क्या। बाँस त बाँसै हो, तर पेन्ट गर्नुभएको रहेछ कि हरियो बाँसले बनाए जस्तो देखिएको। ठ्याक्कै बाँसै देखिएको। यो चाहिँ तोङ्बा, यो लिङ्गाबारी नाम भएकोले गर्दाखेरि यसमा चाहिँ लिङ्गमै दिनुहुँदो रहेछ, बाँसमै दिनुहुँदो रहेछ है। भर्खर काटेको बाँस जस्तै देखिन्छ, तर यो चाहिँ कलर गरेर यस्तो आउँदो रहेछन् तोङ्बा। म जम्मै खान्छु। यसलाई जम्मै खान्छु। यो खाने यहाँको अचार चाहिँ सेयर गरौँ। भिडियो पनि खान सक्दैनौ कति बेलामा आउँछ? होला नि दाउ त यो लिङ्गाबारीमा चाहिँ यसरी बाँसमा दिनुहुँदो रहेछ, यस्तो बाँसमा यसरी लाएर दिनुहुँदो रहेछ। अनि लिङ्गाबारी खाउँ दिदी हौ। भिडियो बनाउँदा खाइसक्छ है त्यहाँनिर नै अलिक लाउँ होला, लिँदै गर्नु न। भरे पुगेन हामी कम्ती ल।
ल यो लिङ्गाबारीको चाहिँ स्पेशल चाम्रे सेट। यसमा हुँदो रहेछ आलुदम, अचार अनि विङ्स हुँदो रहेछ, फिलिङ्गेको अचार, गुन्द्रुक, सलाद अनि यो अर्को अचार पनि रहेछ। यो चाहिँ लिङ्गाबारीको स्पेशल चाम्रे सेट। अनि मेरोमा सेयर गर्नु नानी आउनु खानुहोस् न यहाँ चिकन विङ्स यहाँ छ तपाईँको केलाउँदै खाइ खै म केलाइदिन्छु हजुर लिलीले खुवाउँदा चाहन्छ स्पुन पुग्दैन स्पुन पुग्दैन खाँदै गर्नु न काँटाले चाम्रे सेट खाने। एउटा खाऊ न भाइ अन्त नि के खिच्नु चाहिँ हुन्छ त्यहाँ बाहुनले तानेको चाहिँ नखिच्नु है टिकटकमा भाइरल हाम्रै हो हामीले त त्यसो गर्छ नि त रान्ती बहिनी तपाईँ त आउनु मलाई उयो तान्दिनुहुन्छ यो खाली यो कान्छीलाई अघि नल्याएको भए तपाईँ चम्पा खानु भएन उठाएर बहिनी किन हामीलाई तानेर निसाब
यहाँकै उयो होला नि त होइन यता पैसा त यहाँकै उसको पैसा होइन त्यो मेनुकै पैसा होइन त पानी लाग्यो यो यो जोडी ओ चले म चाहिँ अँध्यारोमा केही नदेखिँदो रहेछ म चाहिँ धेरैजना साथी भाइमा है यता पर्खि मिलाउने क्या त्यही भएर म चाहिँ साइड लाग्दिहालेको अब दिदी जाउँ लिङ्गाबारीबाट अगाडि त रोइन छ नि त ल तपाईँहरू बिस्तारै आउनु ल बहिनी म गएँ है नाना बाई बाई है ओके अरू दिदीबहिनीहरू चाहिँ टेम्पोमा आउनु पर्नुभयो म चाहिँ एक्लै अनि हिँडेँ बाई बाई